हेलो गुड मर्निङ नमस्कार भन्न चाहन्छु आफ्टर लङ टाइम पछाडि हाम्रो फ्यामिली ब्लगमा स्वागत छ सम्पूर्णलाई जतिले पनि हामीलाई माया गर्नुभएको छ उहाँहरूलाई थ्याङ्क यू सो मच भन्दै आज आफ्टर लङ टाइम पछाडि एउटा नयाँ भ्लग लिएर उपस्थित भइरहेका छौँ र यो भनेको चाहिँ एकदम सरप्राइजिङ छ दाइ त हामी चाहिँ रेडी भएको बाबु कहाँ जाने अरे केमा एकदम सही भइरहेको बाबाले लिएर हिँड्दै हुन्छ राति गइसक्यो मम्मी त्यहाँ नानीहरू चाहिँ त्यहाँ ओ बाबासँग आउनु मसँग ल कता हिँडेको भनिन्छ गणेश नानी त आन्टी हुनुहुन्छ आमा बाबा अङ्कल अगाडि पसिना छोडेको ल त गाइस बन्दीपुर आइपुग्यो तनहुँ तर वासरुम फेर्न गाह्रो त हाम्रो हिरो बाबु ल त गाइस बन्दीपुर आइपुग्यो है छोरो यात्रा चाहिँ एकदम निरन्तर छ यता हाम्रो फुत्ते डन यता स्त्री बस्नु भयो बाबु कसरी बसेको ल है त गाइस फाइनली चाहिँ मन्दिर आइपुग्यो नानी हजुरी है बाबा उता हुनुहुन्छ हामी बाउ छोरा चाहिँ यहाँ छौँ ओ सत्य नानी हजुर हामीले पहिलोचोटि हेरेको होटेल यही हो क्या र ए अब हामी चाहिँ फाइनल्ली मन्दिर प्रवेश गर्दैछौँ यो चाहिँ मनोकामना गोर्खा शहीद लखन गाउँपालिका रहेछ है बाबु आज पहिलोचोटि हजुर मन्दिरमा कस्तो फिल भइरहेछ छोरो पूजा गर्ने हो ए यता सुन्न पूजा गर्ने रे हे बाबा अरे कस्तो म्याइछ बाबा बाबा आउँदै हुनुहुन्छ ए म्या ऊ आन्टी उतै जानुभयो मम्मी कता जानुभयो ले लाइन लाउँदै गरौँ ल आउनु होला यहाँ यस्तो रहेछ हाम्रो चाहिँ यो दोस्रो पटक हो पहिलोपटक हामी आएर गएको थियो हामी बसेर गएको हो अहिले चाहिँ हामी सिधै घरबाट चाहिँ यहाँ आएको छौँ यहाँको माहौल चाहिँ आज अलिकति मौसमले साथ नदिएको अवस्था हो तर पनि एकदम खुसी लागिरहेको छ होइन बाबु के गर्ने अरे बाबुले मन्दिरमा पूजा गर्ने है यसरी बिचबिचमा आएर बस्न चाहिँ भएन है त आज चाहिँ धेरै लाइनमा पऱ्यो अब लाने भयो अब कहिलेसम्म हुन्छ थाहा छैन अब यो भिडले नै देखाउँछ भगवान्प्रतिको विश्वास
कति छ मान्छेमा भन्ने। अहिले मान्छेले मान्छेलाई विश्वास गर्न छोड्यो, तर मान्छेले चाहिँ भगवान्लाई चाहिँ विश्वास गर्न लाग्यो। सो त्यसको परिणाम हो यो। सेम हामी पनि त्यही हो। फुलपाती भाकेर मन कामना आयो बन्दीपुर, आयो बन्दीपुर। जुन जस्ती मायाको मन कामना के छ सुर, के छ सुर। तिमीलाई भएको ला मन मिल्ने मायालाई मन कामना मुटु मेरा होला। ल है त मनोकामना दर्शन गरेर चाहिँ फर्कियो। अब धेरै भिडियोहरू बनाउन पाइएन, ब्लगहरू टक्क बनाउनुला भनेको अब त्यो टाइपले बनाउन पाइएन। हाम्रो यात्रा अब चाहिँ बाग्नुसम्मको बाहिरको